को रेन्जमा तिर्नुपर्ने भयो। इज इट वर्थ इट 1000 देखि 1500 महिनामा बुझाउनु? ओके, फर्स्ट युट्युब म्युजिकबाटै सुरु गरौँ। फर्स्ट एप खोल्ने बित्तिकैको युजर इन्टरफेस कस्तो छ दुइटैको? पर्सनल्ली मलाई चाहिँ युट्युब म्युजिककै अलिकति बेटर लाग्यो बिकज अफ द क्विक स्टार्ट, त्यो डाइस रोलवाला अप्सन टक क्लिक गर्यो, ऱ्यान्डम गीतहरू बज्न थाल्छ, ऱ्यान्डम जनराको बज्न थाल्छ र त्यस्तै जनराको प्ले हुन थाल्छ। स्पोटिफाईको इट्स गुड, इट्स वेल अर्गनाइज्ड, तर त्यसरी क्विक स्टार्टवाला फङ्सन अथवा रिफ्रेस गर्ने फङ्सन छैन क्या। यो स्पोटिफाईले जस्तो देखायो त्यस्तै, मैले एकछिनमा खोलेँ, बन्द गरेँ, अब मलाई कल आयो अथवा म अरू कुनै कामले 1-2 घन्टा बिजी भएँ, अनि फेरि मैले स्पोटिफाई खोलेँ भने त्यसले रिफ्रेस कहिलेकाहीँ गर्छ, कहिलेकाहीँ गर्दैन। सो अलिक नयाँ टेस्ट चाहियो भने हामी रिफ्रेस गरिरहेको छौँ भने फेसबुकतिर पनि रिफ्रेस गरिरहेको हुन्छौँ, युट्युबतिर पनि, टिकटकतिर पनि छोडेर रिफ्रेस गर्ने अप्सन हुन्छ नि एउटा, अलिक कुनै नयाँ चाहियो भने। त्यो रिफ्रेस अप्सन चाहिँ स्पोटिफाईमा मिसिङ लाग्यो हामीलाई। को छ साउन्ड क्वालिटी? युट्युब म्युजिक र स्पोटिफाईमा दुइटैमा सिमिलरै छ साउन्डको सेटिङ्सहरू, सिमिलरै राखेर हेर्दाखेरि युट्युबको अलिकति ठुलो आउँछ, बेस आई वुड गो विथ स्पोटिफाई। बेस अलि स्पोटिफाईमा अलिकति बेटर आउँछ, बट रिमेम्बर यदि फोन चाहिँ 1 लाख 1.5 लाख आइफोन S26 अल्ट्रा हो त्यस्तो टाइपको छ भने त्यति धेरै फरक पार्दैन, त्यति धेरै डिफ्रेन्स पार्दैन यो गीतबाट बजाउनु अथवा युट्युबबाट बजाउनु। तर नर्मल फोन छ, नर्मल फोनबाट बजाउँदै हुनुहुन्छ भने चाहिँ युट्युबमा बजाउनुहोस्, फेसबुकमा बजाउनुहोस्, टिकटकमा बजाउनुहोस्, अनि त्यसरी यो म्युजिक एप्सहरूमा बजाउनुहोस्, धेरै नै डिफ्रेन्स आउँछ। टपमा चाहिँ यी म्युजिक एप्सहरू नै आउँछ। सो अडियो क्वालिटी चाहिँ आई वुड से टाई नै छ। अरू अब म्युजिक एपै नै हो, त्यस्तो धेरै हामीले के नै चाहिँ अपेक्षा गर्नु, म्युजिक सुन्नकै लागि बनाएको हो, तर पनि अब भिडियोजहरू पनि हेर्न मिल्ने बनाएको छ दुइटैले। सो म्याक्सिमम् भिडियो सपोर्ट चाहिँ युट्युबसँग देखेँ मैले युज गर्दाखेरि। स्पोटिफाईमा पनि छ, बट आई लाइक अफ युट्युब म्युजिक, किनभने युट्युबकै हो नि त त्यो। सो युट्युबमा अब हामीलाई पनि कुनै म्युजिक भिडियो हेर्न छ भने युट्युबमै गएर हेर्ने हो। सो त्यो चाहिँ एउटा एडभान्टेज लिएर जान्छ। र लिरिक्समा अलिकति डिफ्रेन्स पाएँ मैले, कतै मात्रै, कुनै गीतहरू मात्रै स्पोटिफाईमा चाहिँ अलिकति लिरिक्स ज्यादा पाएँ मैले युट्युब म्युजिक भन्दा। र लिरिक्स सेयर गर्ने अप्सन दुइटैमा छ, अलिकति सेयर गर्दाखेरि कलरिङ गर्ने अप्सन चाहिँ युट्युबले दिन्छ, स्पोटिफाईसँग छैन। नत्र भने खासै त्यस्तो फरक छैन। मेन कुरा डिफ्रेन्स आउने भनेको रेकमेन्डेसन। म्युजिक सुन्यो, म्युजिकको त्यो एउटा जनरा टिपिसकेपछि त्यस्तै जनराहरू लिएर गयो भने चाहिँ त्यहाँनिर मजा आउने हो। र त्यो जुन त्यो कोर रेकमेन्डेसन छ नि, जुन चाहिँ अब एउटा स्याड सङ बजाएर त्यस्तै खालको बजाउँदै जानेमा चाहिँ कुन चाहिँ बेटर छ भन्दाखेरि इट्स युट्युबको रेकमेन्डेसन फार मोर बेटर लाग्यो मलाई स्पोटिफाईको भन्दा। स्पोटिफाईको कस्तो छ भनेदेखि एउटा प्लेलिस्ट सिलेक्ट गर्नुपर्छ क्या, त्यसको लागि चाहिँ प्लेलिस्टमा चाहिँ अब त्यो त्यही अनुसारको लिस्ट छ भने अब एउटा गाना मन परेको हुन्छ आफूलाई, अर्को मन नपर्न सक्छ क्या। मतलब आफूलाई मनपर्ने अथवा कतै अक्कल झुक्कल हेरेको टाइपको, थोरै सुनेर बन्द गरेको टाइपको हो, त्यस्तो टाइपको तरिकाले दिन्छ क्या युट्युबले चाहिँ। स्पोटिफाईसँग चाहिँ त्यो एडभान्टेज छैन, किनभने युट्युबसँग लिङ्क छैन। युट्युबसँग त युट्युबमा सुनेका कुराहरू पनि उसले त्यो डेटा कलेक्ट गरे हुन्छ, अनि यता पनि डेटा कलेक्ट गरेपछि उसँग त दुवै हातमा लड्डु भइहाल्यो। अनि यता स्पोटिफाईसँग त स्पोटिफाई जति धेरै युज गर्नुहुन्छ त्यति नै उसले रिकमेन्ड गर्न सक्ने हो। सो यो 1 मन्थभरिमा आई डोन्ट फाइन्ड मच मोर। र म्युजिकहरू लाइक कमेन्ट, म्युजिक लभरको लागि चाहिँ अलि बेस्ट हुनसक्छ। लाइकको अप्सन छ, कमेन्टको अप्सन चाहिँ स्पोटिफाईमा मैले पाइनँ, युट्युबमा चाहिँ छ। र अर्को चाहिँ म्युजिक सेयर गरेर बजाउन मिल्ने एकैचोटि, अब जतिसुकै जहाँसुकै भए पनि इन्टरनेटको थ्रुबाट कनेक्टेड हुने हो। सो म्युजिक चाहिँ फ्रेन्डसँग सेयर गरेर एउटै मिक्स प्ले सुन्न मिल्ने फिचर चाहिँ म्युजिक लभरहरूको लागि चाहिँ बेस्ट हो जस्तो लाग्छ। त्यो चाहिँ स्पोटिफाईमा छ, युट्युबमा छैन। र अर्को भनेको कास्ट गरेर बजाउने अप्सन, प्रायःले युज नगर्न सक्छ, बट आई लभ इट। फिचर चाहिँ होस् क्या, चाहे मान्छेले युज गरोस् या नगरोस्, फिचर चाहिँ दिइराखोस् भन्ने हो।
सो युट्युबमा चाहिँ कास्ट अप्सन पनि छ, यु क्यान कास्ट टु योर टिभी अर अदर मोनिटर अर वायरलेस डिस्प्ले एनिवेयर। दुइटैमा एन्ड्रोइड अटो एप्पल कारप्लेमा प्ले भइहाल्छ, नो इस्यु एट अल। युरोपतिर बस्नेहरूको लागि त समस्या भएन, उहाँहरूसँग त मास्टर कार्ड हुन्छ, उहाँहरूले डाइरेक्टली पेमेन्ट गर्ने मिलिहाल्छ। वाट अबाउट नेपालमा बस्ने मान्छेहरूले? नेपालमा बस्ने मान्छेहरूले चाहिँ डलर कार्डको थ्रुबाट पेमेन्ट गर्ने हो है। यिनीहरूको फ्री एक्सेस पनि लिन पाउँदैन क्या, किनभने कार्ड एड गर्नुपर्छ। सो डलर कार्ड जोसँग छ उसले त एक्सेस गर्यो। डलर कार्ड नहुनेको लागि मैले अब एक दुईवटा गुगल सर्चेसहरू हेर्दाखेरि चाहिँ अकर्डिङ टु गुगलको अनुसार चाहिँ एनटिसीको यो रिचार्जिङ अप्सन हुन्छ नि, सो रिचार्जिङ अप्सनबाट काट्न मिल्ने जस्तो देखिन्छ युट्युब स्पोटिफाईमा चाहिँ। युट्युब म्युजिकलाई चाहिँ डलर कार्ड अथवा थर्ड पार्टी स्टोर्सहरूमा गएर चाहिँ गर्नुपर्ने। एट द एन्ड युट्युब म्युजिक लिने कि स्पोटिफाई लिने? इफ यु आर म्युजिक लभर देन ओन्ली गो फर दिज एप्स। यिनीहरूको प्राइजिङ्स म यता राखिदिउँ ल। प्राइजिङ्सहरू त्यही भनिहालेँ अघि नै, 1000देखि 2000को रेन्ज। स्पोटिफाई अलिकति सस्तो छ, 900बाटदेखि नै सुरु हुन्छ, 900देखि 1500को रेन्जमा छ। सो 900देखि 1500को रेन्जमा पैसा हाल्नु, इट्स कम्प्लिटली अपन द पर्सन्स प्रेफरेन्स, कतिको प्रिफर गर्छ भन्ने। म्युजिक नै ऊ हो, म्युजिककै इन्डस्ट्रीमा लागेको छ भने चाहिँ इट्स भ्यालुएबल। तर होइन, गाडीतिर घुमिराख्दाखेरि गीत सुन्यो, कहिलेकाहीँ कोजुगलमा सुन्यो, कहिलेकाहीँ गरियो भने चाहिँ इट्स बेटर टु सेभ द्याट मनी एन्ड बाई अ स्मल स्पिकर इन्स्टेड, अर त्यसलाई जम्मा गरिराखेर आइपिओ पनि भरेर मान्छेहरू त। ओके, द्याट्स